लामखुट्टेको टोकाइबाट आफ्नो बच्चालाई बचाउनको लागि यदि तपाईले मस्किटो रिपेलेन्ट कोइल, भ्यापोराइजर, लिक्विड, क्रीमहरु युज गरिराख्नु भएको छ भने प्लिज आजबाट बन्द गर्नु होला है, किनकि यसमा प्रयोग हुने थुप्रै केमिकलहरु र यसबाट निस्किने धुवाँबाट चाहिँ बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। यसबाट निस्किने धुवाँबाट चाहिँ बच्चाको आँखामा इरिटेशन्स हुने, आँखामा इन्फेक्सन हुने, स्किनमा एलर्जी, र्यासेसहरु आउने र यति मात्र नभएर बच्चालाई सास फेर्न गाह्रो हुने, बालदम हुने जोखिम हुन्छ र श्वास प्रश्वास सम्बन्धी रोगहरु निम्त्याउन सक्छ। बच्चालाई लामखुट्टेको टोकाइबाट बचाउने एकदम बेस्ट उपाय भनेको नै झुलको प्रयोग हो। बच्चालाई फुल स्लिभ कपडाहरु लगाइदिन पर्यो है। तर झुल चाहिँ जुनसुकै ठाउँमा र जुनसुकै समयमा चाहिँ अलि सुइटेबल नहुने कारणले गर्दाखेरि अथवा कतिजना बच्चाहरु चाहिँ झुलभित्र बस्न मान्दैन हैन, र विशेष गरी त आउटडोरमा बच्चालाई पार्कतिर खेलाउन लाँदाखेरि, साँझको समयमा घुमाउन लाँदाखेरि चाहिँ बेस्ट भनेको चाहिँ मस्किटो रिपेलेन्ट प्याच हो हैन। आजकल बजारमा थुप्रै कम्पनीहरुको मस्किटो रिपेलेन्ट प्याच पाइन्छ। मैले चाहिँ आफ्नो बच्चालाई नोरा नेचुरलको मस्किटो रिपेलेन्ट प्याच युज गरिरहेको छु हैन। मेरो एक्सपिरियन्समा चाहिँ यहाँ 12 घण्टा लेखे तापनि 8 घण्टा चाहिँ मज्जाले बच्चालाई चाहिँ नि प्रोटेक्ट गरेर राख्ने रहेछ यसले चाहिँ मस्किटोबाट। यसमा चाहिँ 24 पीसेस आउने रहेछ हैन। यो चाहिँ कम्प्लिटली प्लान्ट बेस्ड भएको कारणले गर्दाखेरि बच्चालाई कुनै पनि साइड इफेक्ट हुँदैन। म नेक्स्ट भिडियोमा चाहिँ प्याच बजारमा किन्दाखेरि हामी एज अ पेरेन्ट्स हामीले जान्नै पर्ने कुराहरु, हामीलाई थाहा हुनै पर्ने कुराहरु चाहिँ तपाईहरुलाई म भन्न जाँदैछु हैन। मलाई फलो गर्नु भएको छैन भने फलो गर्नु होला र यो भिडियो सम्पूर्ण पेरेन्ट्ससम्म पुर्याइदिनु होला है त। थ्यांक यू।